म यहाँ तिमीलाई एउटा कुरा भन्न आएको। यदि तिम्रो सिउँदोमा मेरो बाहेक अरू कसैको सिन्दुर पार्न खोज्छ भने म तिम्रो सिउँदो नै मेटाइदिन्छु। तँलाई भन्दा भन्दै रोशनीको घरमा गएर धम्काउने आँट कसरी गरिस्? आफूलाई के ठान्छस्? को होस् त? तेरो परिचय के हो? हिजो मात्र मैले तँलाई फुटपाथमा भेटेकी हुँ। त एउटा सडक छाप गुण्डा होस्, गुण्डा। मलाई माया गर्छु भन्ने हिम्मत कसरी गरिस्? कसैलाई माया गर्छु भन्नुभन्दा पहिला आफ्नो परिचय खोजेर आइज। तैले आफूले बिहे गरेर ल्याएको श्रीमतीलाई के नाम दिन्छस्? त उसलाई कसको श्रीमती भनेर चिनाउँछस्? हरेक स्वास्नी मान्छेको आफ्नो श्रीमानसँग परिचय जोडिएको हुन्छ। आफ्नो मेहनतले 2 पैसा कमाउन सिक, गुण्डागर्दी गरेर हैन। अनि मात्र गएर उसलाई म बिहे गर्छु भन्ने हिम्मत गर, बुझिस्? जाऊ राजा। भन्ने कुरा मलाई थाहा थियो, तर यतिसम्म गिर्छस् भन्ने मलाई थाहा थिएन। के सोच्छस् तैले? मलाई यहाँ जबरजस्ती ल्याउँदैमा मेरो माया पाउँछस्? यदि तेरो यो मनमा भ्रम छ भने आजैदेखि मिटाइदे। भ्रम होइन रोशनी, मलाई पूर्ण विश्वास छ म एक न एक दिन तिम्रो माया पाएर छाड्नेछु। मैले तिमीलाई भनेको थिएँ तिम्रो सिउँदोमा म बाहेक अरू कसैको सिन्दुर पर्नु खोज्छ भने म त्यो सिउँदो मेटाइदिन्छु भनेर। यसरी जबरजस्ती गरेको मायालाई त पागलपन भनिन्छ, जसलाई दुनियाँले घृणा गर्छ, घृणा। माया त दुईतर्फी हुनुपर्छ, जसलाई दुनियाँले
याद राखोस्। माया त माया हो रोशनी, एकतर्फी होस् या दुईतर्फी। यो न कहिले बदलिएको थियो न कहिले बदलिनेछ। तिमीले मलाई माया गर्दिनौ त के भयो? म त तिमीलाई माया गर्छु नि। घृणा गर्छु म तेरो मायालाई। जसले अर्काको मर्म नबुझी उसको जिन्दगीमा त खेलवाड गर्छ। माया गर्ने मान्छे त जस्तो पापी हुँदैन। त मलाई बदला लिन खोज्दैछस्, बदला। होइन रोशनी, होइन। मैले तिमीसँग बदला लिन खोजेको होइन। वास्तवमा तिमीले मेरो मायालाई बुझ्न सकेकी छैनौ। म तिम्रो लागि कसैको पनि ज्यान लिन सक्छु र परि आयो भने हाँसी हाँसी आफ्नो ज्यान पनि दिन सक्छु। तेरो खेल खत्म भयो देवा। आजदेखि तेरो र मेरो लडाई पनि यही समाप्त हुन्छ। अब त मर्नलाई तयार हो। के भन्दैछौ रोशनी तिमी? यो म देवालाई मार्न दिन्न। थाहा छ रोशनी तिमी यो के गर्दैछौ? तिमी कसलाई बचाउँदैछौ? यो त्यो व्यक्ति हो जसले तिमीलाई दुःख मात्रै दियो। तर आज किन यसलाई बचाउन खोज्दैछौ? तिम्रो प्रश्नको जवाब मलाई थाहा छैन राजा। तर मलाई यति मात्र थाहा छ कि म देवालाई मार्न दिन्न, मार्न दिन्न। सायद तिम्रो मन परिवर्तन भए जस्तो छ। मेरो मायामा के कमी थियो? होइन राजा, होइन, त्यसो नभन। तिम्रो मायामा केही कमी छैन र मेरो मन पनि परिवर्तन भएको छैन। तिमी त मेरो सब थोक हौ। तिमी बिनाको जिन्दगी त म कल्पना पनि गर्न सक्दिन। देखिस् त, जसलाई तैँले दुःख पीडा र यातना दिइस्, आज त्यसैले तँलाई जिन्दगी दिए। कसैले जबरजस्ती गर्दैमा उसको माया पाउन सकिँदैन। माया त मनबाट हुनुपर्छ। देवा, तिमीले मेरो ज्यान बचाएका थियौ, त्यसैले आज त्यो ऋण तिरेकी छु मैले। यस्तो घनघोर जंगलको वरिपरि घर छ भने मैले विश्वासै गरेको थिएन। धन्न खानेकुराहरू पाइयो, नपाएको भए त आज पनि भोकभोकै हुँदो रहेछ हैन? तैँले ठिक भनिस् यार।
फोर्स छ यार। अनि दिलु खै त? दिललाई पुलिसले मारिसक्यो यार। देवा हामीले यो ठाउँ चाँडोभन्दा चाँडो छोड्नुपर्छ भाइ, यो ठाउँ हामीले छोड्नुपर्छ यार। भाग देवा, म तँलाई छोडेर जान्ने बाबा। तँलाई मेरो कसम। बाबा! देवा भाग! भाग! देवा! 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 यो तिमीले के गर्यौ देवा? राजा, हामी बिचको लडाइँ सकिन जरुरी थियो। खलनायकको अन्त्य यसरी नै हुन्छ। कसले भने तिमी खलनायक हौ भनेर? प्रेममा ज्यान दिनेलाई आजसम्म दुनियाँले नायक भन्ने गरेको छ। तिमी नायक हो देवा, नायक हौ। नारायण दाई, आजसम्म मैले तपाईँको हरेक कुरा मान्दै आएको थिएँ। आज रोशनीको लागि म तपाईँसँग पनि अठेर भएँ। सायद यही मेरो गल्ती थियो। प्रेम र युद्धमा हरेक चीज जायज हुन्छ। प्रेममा त मात्रै होइन, हर कोही अटेर हुन्छ। प्रेममा प्राप्ति त हरेकले चाहन्छ, तर प्रेममा जसले त्याग गर्छ त्यही नै असली नायक हुन्छ देवा। रोशनी, मैले तिमीलाई भनेको थिएँ म तिम्रो लागि कसैको पनि ज्यान लिन सक्छु र परिआयो भने हाँसी हाँसी ज्यान पनि दिन सक्छु। देवा, जीवन